हेलो गुड मर्निङ गाइज वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ म कालिम्पोङ जानु आँटेको। म चाहिँ अस्ति मामाको घरबाट चाहिँ अचानक यतानिर आउनु पऱ्यो नि त, मेरो घर अलगढा हो। अन्त त्यही भएर मैले आएकोहरू चाहिँ भिडियो बनाउनु पाएन। सो मेरो चाहिँ कालिम्पोङ जाने काम पऱ्यो। अन्त अब चाहिँ म जानु आँटेको, त्यही कारण चाहिँ म आएको यतानिर हो। अब चाहिँ म जानु आँटेको कालिम्पोङ। म चाहिँ अब एकैचोटि त्यहाँ कालिम्पोङ पुगेरैदेखिको बनाउँछु भिडियो। अब चाहिँ म भ्याउँदिनँ, ढिलो भइसक्यो, 11 बजिसक्यो। यहीँनिर हो, साथीले फोन गरेको छ। अन्त त्यही भएर अब चाहिँ म चाहिँ जान्छु। सो गाइस म चाहिँ आइपुगेँ कालिम्पोङ हो। आएर पनि यहाँनिर साथीलाई भेटेँ। अब चाहिँ हामी दुईजना चाहिँ मङ्गलडाँडा जाँदैछ। आज चाहिँ यस्तो बेसी टाइम लागेको आइपुग्नु, गाडी जाम भएर हो। अन्त 11 बजी निक्लेको घरबाट, 1:30 भइसक्यो। अब चाहिँ हामी जाँदैछ परनिर, त्यहीँनिर पुगेर देखाउँछु होइन साथी। के हो, हामी चाहिँ कति बादमा भेटेको, अस्तिको साल है 16 अगस्तमा भेटेको छैन हो। तर आजले मलाई चाहिँ प्रि वेटिङ गर्नु लगेको थियो। बिहान 8 बजी पर्थेको, अहिले चाहिँ आइपुगेको। म निक्लेको 11 बजी। तैँले मलाई बिहान फोन गर्दाखेरि म भर्खर उयो गर्दै थिएँ, ओछ्यानमै थियो हो। अन्त यसले छाता पनि किन्नु लगायो मलाई हो। अलगडामा पानी परिरहेको थियो नि त, यसलाई बोक्ला भनेको त उसको छैन अरे, पानी परेको छैन रहेछ नि त यसले, त्यही भएर बोकेन। मैले छाता पनि किन्यो। अब हामी चाहिँ जाँदैछ मङ्गलडाँडा। तपाईँहरूलाई त्यही पुगेर देखाउँछु कति चाहिँ। बाई बाई। चाहिँ यहीँनिर आएको हो। अब यहाँनिर भित्र जाँदैछ, लुचिरहेछ न। सो गाइस अब चाहिँ हामी यहाँ भित्र जाँदैछ। यहाँ चाहिँ हामी के कामले आएको भनेर चाहिँ एकछिनमा भन्छु तपाईँलाई, भित्र गएर निक्लेपछि। है साथी, फाइनली हाम्रो यादगारको जग्गामा आइपुग्यो हामी है। पुरानो दिनहरू यताको स्कुटीमा क्या मैले यहाँ फोटो खिचेको थिएँ। आई रिमेम्बर मजा आएको थियो है त्यति बेलाको लाइफ। त्यति बेलाको लाइफ त त्यो लाइफ चाहिँ हुनुपर्थ्यो अझै। त्यही फेरि हामी नयाँ स्टार्ट गर्नु आँटेको छ अब। याद पाउनुहुन्छ तपाईँले। सो गाइस हामी चाहिँ अहिलेनिर क्यान्टिन आइरहेको छ। पहिला चाहिँ हामीले 2018मा चाहिँ म्यानेजमेन्ट कोर्स गरेको थियौँ नि है, यहाँनिर चित्रभानुबाट मङ्गलडाँडाको। अन्त हामी चाहिँ आज त्यहाँ आउने काम थियो, त्यहाँ आएको थियो। अन्त त्यतिकै हामी यहाँनिर क्यान्टिनमा पनि निक्लिरहेको थियो। तल मुनि चाहिँ क्यान्टिन छ। अनि त्यसै हामी चाहिँ यहाँ छतमा पहिला यहाँ बसेर हामीले खाजाहरू खान्थ्यौँ नि त। अन्त यहाँनिर कुकुर पनि पहिला 2018कै कुकुर रहेछ अझैसम्म हो। यही थियो त्यति बेला पनि है, कति साल बादमा पनि यही कुकुर रहेछ। अझै त्यति बेला सानो थियो, ठुलो भएछ। पहिला चाहिँ हामी चाहिँ अब यस्तो रमाइलो हुन्थ्यो कि यहाँनिर बाहिर आन्टीहरूको छतमा चाहिँ, क्यान्टिनमा चाहिँ यहाँनिर तलबाट ल्यायो हो। यहाँ सबैजना साथीहरू बसेर खान्थ्यो, रमाइलो हुन्थ्यो पहिला। चाहिँ क्यान्टिनबाट निक्लिँदै गरेको अब हेर्नुहोस् ल, यो ऐनामा चाहिँ हामीले पहिला कम्ती हेरेर हुन्थेन है, झगडा हुन्थ्यो यो हेर्नुको लागि चाहिँ। हेर्दै हाल्थ्यो पनि एकपल्ट। अब चाहिँ निक्लेको हामी, क्यान्टिन चाहिँ यही हो, यहाँनिर छ। हुन्छ बस्नुहोस् ल, यताबाट जाउँ होइन, डाइरेक्ट जाने रोडै रोड। लु अब चाहिँ हामी निक्लेको यहाँबाट, कति साल बादमा आयो है हामी। पाइन भ्यू नर्सरी छ, पुरा टुरिस्टहरू आइरहेको छ। अहिले चाहिँ हाम्रो क्लास चाहिँ यसको अगाडिपट्टि छ हो। अब चाहिँ हामी निक्लिँदै गरेको यहाँबाट। सो गाइस अब चाहिँ हामी यहाँबाट निक्लिसक्यो हो, जाँदैछ माथि। पुरा थाक्यो। पहिला चाहिँ हामी मजाले हिँड्दै आउँथ्यौँ बाटो हो, आउनु जानु हिँडेरै गर्थ्यो। कति वर्ष बाद आएर चाहिँ पुरा थाकेको जस्तो फिल भयो। पहिला म चाहिँ उता घरबाट बसमा त क्लास चाहिँ 9 बजी लाग्थ्यो है, 9 बजी लाग्थ्यो। तर उतानिर यहाँ आउँदाखेरि 8:30 हुन्थ्यो हो। यसलाई पर्खिँदा फेरि आउँथ्यो। त्यहाँदेखि चाहिँ कालिम्पोङदेखि हिँड्दै आउँथ्यो। अझ अरू साथीहरू पनि थियो नि त त्यति बेला, उसलाई पर्खेर ढिलो हुन्थ्यो।
8 बजी चाहिँ ब्रिफिङ भ्याउनु पर्थ्यो नि त बिचरा साङ्गे है साङ्गेको नाम लिएको साङ्गे फोन हुँदैन अन्त ब्रिफिङ भ्याउनु पर्थ्यो तर हामी कहिले ब्रिफिङमा एटेन्ड हुन्थेन है कहिले एटेन्ड हुन्थेन भिडियो गएन हामी पनिसमेन्ट पनि पाउँथ्यो मजा आउँथ्यो है फोन आउँछ साङ्गे यहाँ साथी चाहिँ ओइ तेरो कुरा हुँदै थियो ब्लकमा हामी फर्किँदैछ यहाँबाट होइन हौ तँ हामी फर्किँदैछ यहाँबाट भनेको चित्र भन्नुबाट सम्झिँदै तँलाई सम्झिँदै आज तँ पनि तँ पनि भएको भए मजा आउँथ्यो भन्यो कि भन्नु चाहिँ अब एकछिन पर्खि तँलाई भन्दैछु चाहिँ फेरि आइपुग्यो पानी पर्ला जस्तो हुँदैछ हिँडेरै गएको हिँडेरै आएको नि त अब फेरि बजार जानुपर्ने छ 3 बजिसक्यो यहाँनिर कहिले पुग्नु घर तेरो त यहीँ हो मेरो म कहिले पुग्नु अझै मेरो एक दुईवटा सामान किन्नु छ त्यो पनि किनेको छुइनँ हो यसलाई मैले आज हिँडेरै लगेँ हिँडेरै ल्याएँ हिँडाएरै लगेँ हिँडाएरै ल्याएँ हो अब चाहिँ डाइरेक्ट बजार जानुपर्ने छ बजार गएर चाहिँ अहिले चाहिँ हामी जान्छौँ घर जान्छौँ बजार गएर चाहिँ हामीहरू तँ कति जस्तो घर त्यहाँले चाहिँ उसको बहिनीको लागि जाम हेर्दै गरेँ मलाई चाहिँ मन पर्यो बहिनीलाई चाहिँ मनपर्छ मन पर्दैन त्यो त मलाई लगिदिनु नलगिदिनु भयो मन परायो अन्त बहिनीलाई फोन गरेर उयो गरेर पठाइदिएन अन्त खिच्छ मन पर्यो मलाई त राम्रो लाग्यो भयो गाइस हामी चाहिँ चटपटी किन्यो हो गिलो चटपटी पाउँदो रहेछ नि त तल भाइकोमा त्यहाँ किनेर चाहिँ खाना खान आउँदैछ 5 बजिसक्यो हो दिउँसोको खानाहरू भर्खर खाना आएको हामी जब गाइस अहिले चाहिँ हामी खाजा खान आइरहेको छ हो खाना चाहिँ अर्डर गरिरहेको छ यहाँनिर दालमा चाहिँ दामी छ चटपटे गिलो चाहिँ मलाई पुरा मनपर्छ खानु खाना खाएर आइसक्यो भने यहाँनिर स्ट्यान्डमा गाडी छैन रहेछ अलगढाको कि यहाँ चाहिँ 17 मिनटसम्म जान्छ अरे हो अब बसहरू पर्खिनु चाहिँ पुरा टाइम लाग्छ 6 बजिसक्यो हो उहाँबाट ऊ बहिनी पनि छ बहिनी चाहिँ पेदोङ गएको अरे उसले पनि गाडी पर्खिरहेको छ गाडी देखिन साथी चाहिँ मलाई छोड्न आइरहेको छ तँ त त्यहाँ लट्ठी हेर्नु गएछ मलाई ढिलो भयो नि त त्यही भएर आएर देखिरहेको थिएँ नि त मैले तँलाई तँ कतिको अनलकी रहेछ ल मलाई किन लट्ठी काटेन मैले मेरो नाममा फर्स्ट ह्यान्ड चाहिँ आधी ल बाई बाई नेक्स्ट टाइम काम हो कि ल बाई घर पुगेर कल गर्छु ल सो गाइस म चाहिँ भर्खर घर आइपुगेँ हो घर आएर लुगा सुगा फेर्दा उड्दा यति बेला भइहाल्यो यति बेला भने 7:30 भयो हो भर्खर घर आइपुगेँ अब चाहिँ हामी खाना खान आँटेको छ यहाँ चाहिँ खाना खान आँटेको हामी सोफिया हजुर बाई बाई भन्नु बाई बाई गाइस बाई बाई गाइस भन्नु के खाएको पपकर्न कुन ल्याइदिनु भएको आज मैले कालिम्पोङमा के किनेँ म तपाईँलाई देखाउँदैछु हो मैले चाहिँ आज यहाँनिर मेरो बहिनीको लागि मैले यसमा किनिदिइरहेको छु उसलाई चाहिँ म भोलि दिन्छु यहाँ चाहिँ छैन नि त छमेलमै छ अन्त भोलि म फेरि जाँदैछु त्यति बेला लगिदिन्छु अन्त यहाँनिर मैले खानको अर्डर गरेको थिएँ फ्लिपकार्टमा भर्खर आएछ दिउँसै आएको थियो तर मैले भर्खर रिसिभ गरेर आएको देख्दैछु क्या
सामान छ कि अनलाइनको आउँदैछ वेट गरेर बसिरहेको छु हो। अब चाहिँ घरमै ल्याइदिनुहुन्छ नि त। अन्त अब खानासाना खाएर एकैछिनमा चाहिँ सामान रिसिभ गर्छु।